हेलो हाई दर्शन नमस्ते। नाइट ड्युटी सकेर अब रुममा जान लागेको अवस्था छ साथीहरू। रातभरिको ड्युटी सकेर अब रुममा जान लागेको छौँ। दुईजना मात्रै छौँ साथी र म। साथीले उता अर्डर लेख्दैछ, भोलिको लागि डिमान्ड के चाहिन्छ त्यो अर्डर मगाउँदैछ साथीले। ड्युटी सकेर अब रुममा जान लागेको छ साथीहरू। हाम्रो त जान लागेको छ हामी। गाह्रो छ साथीहरू, साउदी अरबमा नआउनुलाई साथीहरू। साउदी गाह्रो छ, 12 घन्टा ड्युटी यसो बुझेर आउनु होला। साउदी अरबमा आउँदाखेरि साह्रै गाह्रो हुन्छ ड्युटी, काम छैन, बिहामा स्यालेरी दिँदैन, ड्युटी धेरै लामो छ, हप्तामा छुट्टी छैन, धेरै गाह्रो छ नि त ड्युटी गर्नु। त्यहाँनिर भाइतिर सर आप इधर देखो लाइक अब दुईजना मात्रै छौँ ड्युटीमा। अब जाने हो रुमतिर, रुममा जाने, फेरि दिनभरि सुतेर फेरि बेलुका आउनुपर्छ ड्युटी गर्न। है त साथीहरू, यस्तो छ मेरो काम त सक्यो अहिले त है। अब फेरि बेलुका आएर यस्तै छ, हिन्द्रा जस्तै चल्नु। साउदीमा बसुन्धरी यस्तै छ मेरो काम। रातभरि ड्युटी गऱ्यो, दिनभरि सुत्यो, छुट्टी छैन, गाह्रो छैन। प्लास्टिक चल्छ, ब्रुसको दोकानमा छ। ब्रुसमा धेरै राम्रो चल्छ दोकान त, तर दोकान चलेर के गर्ने, टाइममा सेलेरी दिँदैन। 3 महिना भयो सेलेरी दिएको छैन। यस्तो गाह्रो छ साथीहरू। यसो बुझेर आउनु होला साउदी अरबमा काम गर्न आउनलाई। म चाहिँ भिसादेखि है ड्युटी सकेर अब ठ्याक्क हिँड्यो रुमतिर। अब होटलबाट ठ्याक्क लगाएर ब्रुसको दोकानबाट ड्युटी सकिएर